सधैँ चाहिँ आज पनि फेरि हामी खेतमा काम गर्न आइसकेका छौँ। हेर्न सक्नुहुन्छ फुल गेटअपका साथ। यस्तो गर्मी लागिरहेछ। बबाल यो जो कुन्ने चाहिँ मैले लगाइरहेको छु तयार भइरहेछ, जस्तै कि नुहाको जहाज जस्तै भइरहेछ है। लुक चाहिँ नुहाको जहाज जस्तो हाम्रो भाइहरूले यस्तो धान बोकेर ल्याउँदैछन्। हाम्रो जेठा कान्छा काम गर्नुपर्छ। ल हो यहाँनिर थुपार राख्दे। उता हेर्न सक्नु हाम्रो मम्मी आन्टीहरू उता त्यो पुला बान्दैछन्, हामी चाहिँ यता काम गर्दैछौँ। हेर्नुहोस् रमाइलो गर्नुहोस्। आजको यो बेला चाहिँ 2025 के भन्छ 2025 भने चाहिँ नेपाली 2082 चाहिँ धेरै यादगार वर्ष रहेको छ हाम्रो। यसरी जसरी काम गरिरहेको छ यो यसरी काम चाहिँ हाम्रो अहिलेसम्म भएको थिएन। अहिलेको 4-5 दिनदेखि कन्टिन्यू काम गरेछ। अहिले यस्तो हालत खराब भइसकेको छ। हल्का फुल्का गोरो त त्यहाँ त्यो गोरो पनि हराइसक्यो, कालो भइसक्यो हामी। त्यही माथि हाम्रो मिलन सर पनि कालो कौवा भइसकेको छ। कौवामाथि कौवा, ब्ल्याक कौवा। धान बोक्ने केटाहरू कस्तो राम्रोसँग धान बोकिरहेको छन् हेरेर। 3 दिनपछि आज चाहिँ केटाहरूले सब धान काटेर सकेर पनि अब चाहिँ यो पुण्य लगाउँदैछन्। अहिले कस्तो रमाइलो छ हाम्रा धान बान्नेवाला मम्मी आन्टीहरू। यो वर्ष काम गरेको दिन चाहिँ एकदमै रमाइलो अनि यादगार चाहिँ भइरहेछ है। यादगार चाहिँ रहने यो टाइम। हेर्न सक्नुहुन्छ यसरी धान उठाएर यसरी जुडीको उठाउँदै होइन यसरी पुण्य लाउने यतातिर। अब यसरी झप्पै 2 चोटि यसरी राख्ने रमाइलो छ। आउनुहोस् तपाईँहरू पनि काम गर्न। यसरी काम गरिरहेछन् हाम्रा केटाहरूले। मिलनलाई मैले एउटा कुरा सोध्न चाहेँ है। त म इङ्ग्लिसमा सोध्छु एउटा मात्र वर्ड है, त्यो चाहिँ तैँले नेपालीमा भन्नुपर्छ। दिन सक्छ नि त्यसको जवाब? टाइम टेसन भनेको चाहिँ नेपालीमा के भन्दो रहेछ? टाइम टेसन भनेको थाहा छ? के भन्न? टाइम भनेको हाम्रो त्यो घडीमा लाग्ने टाइम हो। स्टेसन भने चाहिँ त्यो रेलवे स्टेसन भन्नु हो। A few moments later. केटाहरू यस्तो अतिसकेका छन् खाना हेर न। चट्टा पारेर आज बङ्गुर मासु दबाइन्छ। कम्ती गम खाने अब बङ्गुर मासु भोक लागिसक्यो बबाल। मासु भाइ मासु पुरा चर्बी छ। बातै बात भएको। खाने भाइ आउनु यहाँ। बङ्गुर मासु खाने भाइ आउनुहोस् है। हेर्नुहोस् है बङ्गुर मासु हामीले आन्टीले बाँड्दै हुनुहुन्छ। केटा जस्तै खाइरहेको छ नाम। हेर न खै काम गऱ्यो भने चाहिँ खानुपर्छ। बङ्गुरको यस्तै दबाइरहनु बङ्गुर मासु भात यस्तै दबाइरहनु यस्तरी खाइरहनु। आउनुहोस् तपाईँहरूलाई पनि इन्भाइट छ। तर कराईमा चाहिँ मासु छैन, बचा झोल मात्रै छ। खाने भए चाहिँ हाम्रो भागबाट चाहिँ दिउँला है। A few moments later.